ल है सबैलाई जय मसी। आज चाहिँ हामी हेटौडा पछि चाहिँ यसरी बार्बिक्यू पार्टी हामी गरिरहेका छौँ। अनि यो चाहिँ हाम्रो लुवा वर्सिटी टिम हो। हामी यसरी अनि हामीले प्रि प्लान गरिसकेका थियौँ। हामी चाहिँ अब हेटौडा पछि चाहिँ यसरी बार्बिक्यू नाइट गर्ने भनेर चाहिँ साथीहरूसँग हामी सल्लाह गरिसकेका थियौँ। अब हामी तपाईँहरूलाई चाहिँ हेटौडामा चाहिँ के भयो सबै देखाउनेछौँ। ओके। माउन्टेन भ्यू सबैलाई गुड मर्निङ एन्ड जय मसी। आज चाहिँ हामी चर्चको नाम ठ्याक्कै त थाहा भएन, अहिले पछि एकछिनपछि थाहा हुन्छ सेमिनार भएपछि। अहिले चाहिँ हामी एबेर भन्ने चर्च हो यो हेटौडा फुलबारी ए धन्यवाद भन्ने ठाउँमा हामी भन्ने चर्चमा छौँ अहिले हामी। पदम पोखरी बिच रोडमा हामी छौँ अहिले चाहिँ बिहान ब्रेकफास्ट टाइम। अनि हाम्रो प्रार्थना गर होइन ल ट्राई अब लेस 1 2 3 गो 1 2 3 गो ल 1 2 3 गो 1 2 3 गो ल सिद्धिसक्यो आदि नाच्दै जहाँ हुन्छ अब हाम्रो त्यो फेरि के हुन्छ भने वर्शिप क्रुसेडहरू त्यसैले को कारणले उत्साह हुन सक्छ। अनि हामीले चाहिँ एउटा जस्तै एउटा केमा ध्यान नदिने भनेदेखि यदि मानौँ ल कतिपय नानी बाबुहरू चाहिँ लुवा वर्शिप टिमलाई हाम्रो लुवा वर्शिप टिमको लागि हामी प्रार्थना गर्छौँ कि तपाईँका छोराछोरीहरू प्रार्थना गर्छौँ। जकरिया 6:4 भने जस्तै न त बलले र त शक्तिले तर परमप्रभु गर्नुहुन्छ तपाईँको आत्माले यी तपाईँका छोराछोरी अभिषेक र तपाईँको ताजा अभिषेक दिइसक्नु भएको छ प्रभु। गाइजहरू गर्छौँ, भक्तिका भेषले धारण गर्छौँ, शक्तिलाई चाहिँ इन्कार गर्छौँ। यसैले पवित्र आत्माको त्यो भरपुरी र शक्तिलाई अब हामी महसुस गरौँ। परमेश्वर हेलिकप्टर पड्के थियो कि साथी भन्दै स्किल एउटा
लुगा आयो है लुगा आयो के आयो त लुगा आयो हाम्रो लुगाको टी-सर्ट लुगाको लुगा आयो लुगाको लुगा तपाईँ सक्सेसफुल बिजनेसम्यान होइन रहेछ सरलाई धन्यवाद है ल दोकानदारी यहाँ हुनुहुन्छ ल भन्छ यता कति रुपियाँ हो मासुहरू मासु कपडाहरू लुगा जर्सी जयमसी आज चाहिँ हामी हेटौडा बजार हुँदै स्मारा भन्ने ठाउँमा हामी जाँदैछौँ अनि एकदम फेमस हेटौडाको एकदम ब्युटिफुल एकदम के भन्छ अब हामी जे छ सबै देखाउनेछौँ तपाईँहरूलाई एकछिनमा अहिले चाहिँ यो चाहिँ हेटौडाको पिजो गुरुबाले चलाउँदै ड्राइभ गर्दै हुनुहुन्छ यो चाहिँ हामी 3 भाइ ब्रदर फ्रम एनदर मदर वहाँ आउनु भो मानिस भएर बचाउनु भो क्रुसैमा चढेर सररा 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 गाडीबाट झरार अहिले चाहिँ हामी फाइनली कन्टिन्यू गरौँ न फर्स्ट भयो हामी ढिलो निस्कियौँ हामी अब यति धेरै हिँडिसकेका छौँ हिँड्दा थाकिसक्यो यिनीहरू चाहिँ अब नहिँड्ने अरे अब अहिले भिडियोमा आएको त हिँड्ने अरे यहाँ आमा लाज फटाएर सबैजना हिँड्दा अहिले बिहाइन्ड द सिन्स देखाइदिनु न ऊ ढलिसक्यो एउटा मान्छे यहाँ लोड परेछ यहाँ अब्राहमको देवान मामा त लास्टमा है सब हाम्रो पोखराको मामा मलाई पनि दिनुपर्छ है मैले भिडियो बनाइदिन्छु फर्किँदै गरेको अवस्था अब चाहिँ हामी मेवा खाने टाइममा आइपुगेका छौँ उयो म ल्याउँछु Hello guys, यहाँ चाहिँ मान्छेहरू छ अनि यहाँ हेप्पी
बोला न बोला म छ गाइस अहिले चाहिँ हामी भेटौडा फेरि भेटौला अहिले चाहिँ हामी म सुनिरहेको कता जाने निर्णय गरा हो कहाँ जाने हो कता जाने निर्णय गरा हो कहाँसम्म जाने यात्री हो मुक्तिको बाटो खोजेर मेरा राजामा नाचुङ्गा आफ्नो स्वाभिमान कहानी सुनाउँदै अब जाऊ सुनाउँदै अब जाऊ सुनाउँदै अब जाऊ सुनाउँदै नेपाल गाउँ सहर वरिपरि हो हो गाउँ सहर वरिपरि मिसन भिजन मिसनमा सक्छ मेरो कन्डक अनि त्यसपछि जान मन लाग्यो इटाली के थियो अरे फेभरेट पर्सन पापा भिजन राम्रोसी पढ्ने भिजन डक्टर बन्ने कन्डक खाएर उहाँ इटाली पुग्नु बुवालाई पनि प्रेम गर्नुहुन्छ असाध्यै प्रेम गर्नुहुन्छ होइन आफ्नो बुवा पनि आफ्नो साथी बुवा पनि हुनुहुन्छ एकदमै राम्रो अनि त्यसपछि राम्रोसँग पढ्नु हुने होइन त त्यही भन्नु जस्तो लाग्यो अनि त्यसपछि डाक्टर बनेर हरेक ठाउँ हरेक व्यक्तिलाई असल तरिकाले जाँचबुझ गर्नुहुने आत्मिक तौरमा पनि शारीरिक तौरमा पनि फेभरेट पर्सन के अरे फेभरेट पर्सन अहिले श्रीमती हुनुभएको यता हेरौँ कसरी श्रीमती हुनुभएको छ अब श्रीमती नै भनौँ होइन भन होइन मानम योभन्दा अगाडि भेटिनै हामी है ठिकै छ योभन्दा पछाडि श्रीमती हुनुभएको छ भिजन सेवकाई हो फुल टाइम सेवकाई मेरो लाइफमा अरू केही गर्ने योजना छैन सेवकाई नै छ के भन्छ सेवाई नै होला तर हामीले त्यस्तो सुन्दाखेरि चाहिँ सेवकाई जस मुस्लिमहरूले उनीहरूको ईदमा खान्छन् अच्छा त्यो होइन अनि म चाहिँ प्रायः मेरो मुड अफ भयो भने कस्तो दिमाग चलेन भने भोक लाग्यो भने अलिकति खानु मन लाग्छ त्यो बढी म पाउँछु मैले कारण चम्काउनुहोस् प्रकाशित गर्नुहोस् सबै परमेश्वरसँग हामी यतिखेर पवित्रात्मक अभिषेक र अमूल्य आशिषलाई बोल विषयहरू उहाँको जीवनको सबै कुराको आशिष आप चाहिँ हाम्रो बहिनी नेन्सीले ल्याउनु गएको धेरै धेरै धन्यवाद नेन्सी बहिनी यता हेर धन्यवाद धेरै धेरै बाई जाने हो बस एकछिन ल हाम्रो सबैलाई धेरै धेरै धन्यवाद उहाँलाई गुरुआमालाई पनि धेरै धन्यवाद एकदम हेल्प गर्नुभयो
अनि विशेष गरी हाम्रो सरलाई धेरै धेरै धन्यवाद। विशेष गरी यहाँ सेफ हुनुहुन्छ विशेष गरी यहाँ गुरुबालाई ए गुरुबा हामी त हाल्ने मात्र हो हाम्रो गुरुबालाई धेरै धेरै धन्यवाद। एकदम इनर्जेटिक हुनुहुन्छ, इनर्जेटिक गुरुबा। अनि सेफ पनि हुनुहुन्छ अनि अर्को रूपा बहिनीलाई पनि धन्यवाद। अनि नेन्सी बहिनीलाई धन्यवाद, वारी धन्यवाद। ल कस्तो दामी छ हामी, कस्तो दामी है यो चर्च त। क्या ल एभोकाडो यहाँ फलिरहेछ। त्यहाँ के हो त्यो, त्यसलाई के भन्छ हौ? सुपारी चाराको दाना सबै छ त्यहाँ। ल यो चाहिँ एभोकाडो, यो चाहिँ बत्तिसमा लिने ठाउँ हो। यो कुवा चाहिँ बत्तिसमा लिने ठाउँ। यो चाहिँ हाम्रो नेन्सी बहिनीले दिनुभएको, ल्याउनु भएको। ल सबैलाई जय मसी। अब चाहिँ हामी आज चाहिँ पोखरा जाने दिन, हाम्रो प्रोग्राम 2 दिनको सेमिनार सकियो। अनि आज चाहिँ हेटौडामा हामी अन्तिम जाने हाम्रो आज चाहिँ दिन रहेको छ। हाम्रो आकाश सरलाई धेरै धेरै धन्यवाद तपाईँप्रति, एकदम सत्कारको लागि। के भन्छ अरे तरिकाले धन्यवाद दिउँ हामी। हो कि उहाँ जस्तो हुनुपर्छ कि खास सेवा गरिदियो कि के भयो अरे? अहिले भिडियो सुनिहाल्छ नि पछि भिडियो हेर्दाखेरि त। विशेष धन्यवाद, 3 दिनको समय छुट्याइदिनु भयो। अनि हाम्रो आमालाई पनि धेरै धेरै धन्यवाद है आमा। ओके ल म यति बनाउनु आएको भिडियो, अब जान्छु। नाउँमा सेवा सङ्गति गर्न नेटवर्किङ गरेर काम गर्नको लागि यो अवसर मौका तपाईँले पोखरादेखि काठमाडौँदेखि लिनुभएको छ। हामी तपाईँहरूलाई विशेष गरी धन्यवाद दिनेछौँ। 2 दिने एउटा रिभाइभल एन्ड डिलिभरेन्स कार्यक्रम सकेर आजको दिन, आजको समयमा तपाईँको दाँ छोराछोरी फर्किने यात्रा हामी फर्किँदैछौँ, दाइ पछाडि आउँदैछ। मात्र हामी पदम पोखरी हामी फर्किँदैछौँ। भइरहेका छ। यस्तो गर्मी छ। मेरो त हात अड्क्यो। अब मेजर ताली तिमी मात्रै गर, खोइ मामा पनि गरौँ ल। आउँछ नि मामा। आउन न त्यति। फुट्ने सामान हेरे फेरि। फुट्ने सामान चाहिँ र्याकमा अट्छ, भित्र लानुहुन्छ। ल यो चाहिँ पृथ्वीराज मार्ग बस सञ्चालक। अहिले यो बसमा हामी यात्रा गरिरहेका छौँ। हाम्रो जसिलो मिठो खाना बनाउनु त्यहाँ राख्नु हाम्रो सामानहरू चाहिँ एउटै गर्नु। पैसा बढी भयो कता छ अहिले चाहिँ हामी झरेर कुन ठाउँमा आइपुग्यो अरे? अब पोखरा चाहिँ हामी 1.5 घन्टामा पुगिन्छ। ल फाइनली हामी पोखरा पुग्यौँ। यो पोखराको चाहिँ बस पार्क एकदम बिजोग अवस्थामा रहेको छ। पानी भर्खर रोकेको छ। ल दिदी फाइनली हामी चाहिँ पोखरामा आइपुग्यौँ। यो चाहिँ पोखराको बस पार्क। हेलो, यस्तो छ बस पार्क एरिया। भित्र गाछ मजा सुरुमा गएको छ। अहिले चाहिँ के हो हालत त मोटा रहेछ यत्रोबाट आएको डेन्जर। उहाँहरूले एकदम रेस्पेक्ट गरेर हामीले कामै गर्नु परेन है, सबै यति साह्रो रेस्पेक्ट गर्नुभएको थियो। धन्यवाद। ओके भिडियो पहिला सबैजना